भ्लग आज नयाँ भ्लगमा होइन। आज चाहिँ हामी यता कगानी स्कुलतिर आएको छ। धेरै पछि भयो भिडियो नबनाएको नि। हामी चाहिँ नयाँ ठाउँमा नयाँ साथीसँग होइन ट्र्याक्टर कगानी स्कुलमा छु अहिले चाहिँ। पहिला फुजेलामा थिएँ, पुरानो कम्पनीहरू चाहिँ अहिले नयाँ कम्पनीमा यता कगानी स्कुलतिर सारिदिएको छ। मेरो दोस्त हाउ आर यू? मेरा दोस्त कैसे है? ठिक छ? चाय नमस्ते। नमस्ते दोस्त होइन, सबै दोस्तहरूलाई नमस्ते होइन दोस्त। फाइनल गाइस ब्याङ्क पनि आइसकेको छ। ब्याङ्क चाहिँ यहाँ छ अरे होइन, अफिस सेन्टरमा ब्याङ्क चाहिँ यता छ अरे। बस कुदा बल्ल बस आएर यता ब्याङ्कमा आइसकेको छु। यहाँ छ ब्याङ्क चाहिँ होइन। यस्तो छ ठाउँ चाहिँ, कहाँ हो पहिलाभन्दा डेन्जर ठाउँमा छ। फुलेर आउनु पनि ठिक रहेछ योभन्दा त। यहाँ त कस्तो नयाँ ठाउँमा सुनसान लाग्ने। साथीहरू यहाँ नेपालीको ठिकै छैन। यता बाहिर हुँदैछ त्यही भएर जस नेपाली चाहिँ हल्का बोल्छ। अनि दाइहरू छ 2-3 जना। त्यही हो फाइनली गाइस सामान पनि किनिसक्यो होइन। त्यही भएर सामान किनेर ट्याक्क सबै निक्लिसक्यो। अब क्लास दोस्त सामान शॉपिंग क्लास दोस्तको पनि अब सायद अब 5-6 दिनपछि ड्युटी अफ भएछ, घर जाँदैछ। त्यही भएर चाहिँ सपिङ गरेँ उसले पनि, मैले पनि एउटा जुत्ता र एउटा प्यान्ट दिदी। त्यही भएर चाहिँ अब नयाँ हो त्यहाँ भर्खर आज फर्स्ट टाइम हो कगानी चारबाट फर्स्ट टाइम म यसो बाहिर निक्लेर हिँडेको यहाँनिर। नभए चाहिँ अहिलेसम्म आएकै पनि थिएन। अब चाहिँ ट्याक्क बाहिर निक्लिसक्यो। फेरि डर लाग्छ मुकुन्डोलाको देख्यो भने त डर लाग्छ भिडियो गर्न। बट ब्रो इट्स गुड स्माइल इट्स गुड मच गुड यार। सिन त खतरा रहेछ। त्यही कारणले अब म पनि 1-2 दिनपछि जस्तै प्लेन चढ्ने दिन आउँदैछ गाइज। अब 2 दिनपछि यो हो सपिङ मल चाहिँ होइन। यसमा आएर गयो जुत्ता नलिनु भनेको क्लास चाहिँ मन पऱ्यो। त्यही भएर जुत्ता दिदी एउटा जुत्ता यस्तो छ गाइज। यस्तो छ कन्डिसन यस्तो छ। अब ट्याक्क बस कुद्ने बसमा चाहिँ नि चल्दिने। यत्रो कार त छ तर चाबी नै छैन कारको। साथीलाई पिक्चर खिच्नु पऱ्यो फोटो। नयाँ हो त्यहाँ भर्खर आज फर्स्ट टाइम हो कगानी चारबाट फर्स्ट टाइम म यसो बाहिर निक्लेर हिँडेको यहाँनिर। नभए चाहिँ अहिलेसम्म आएकै पनि थिएन। अब चाहिँ ट्याक्क बाहिर निक्लिसक्यो। फेरि डर लाग्छ मुकुन्डोलाको देख्यो भने त डर लाग्छ भिडियो गर्न। बट ब्रो इट्स गुड स्माइल इट्स गुड मच गुड यार। सिन त खतरा रहेछ। त्यही कारणले अब म पनि 1-2 दिनपछि जस्तै प्लेन चढ्ने दिन आउँदैछ गाइज। अब 2 दिनपछि यो हो सपिङ मल चाहिँ होइन। यसमा आएर गयो जुत्ता नलिनु भनेको क्लास चाहिँ मन पऱ्यो। त्यही भएर जुत्ता दिदी एउटा जुत्ता यस्तो छ गाइज। यस्तो छ कन्डिसन यस्तो छ। अब ट्याक्क बस कुद्ने बसमा चाहिँ नि चल्दिने। यत्रो कार त छ तर चाबी नै छैन कारको। साथीलाई पिक्चर खिच्नु पऱ्यो फोटो। मार्केट आएको थियो। मार्केट आउँदा यहाँ फेरि यस्तो के बस कुद्नु पनि 1-1 घन्टाको उ रहेछ। त्यही भएर अहिले म र मेरो दोस्त चाहिँ बल्ल 7:50मा बस आएर बल्ल जाँदैछ। जाउँ है भर्खर हिँड्दैछ। ठिकै रहेछ।